हैप्पी दशैं मेरो बुढा। धन्यवाद। हैप्पी दशैं गाइस, हैप्पी दशैं। सोचेर भन्छु त धन्यवाद। के भन्नु भयो ल अब Why not photo? भट्टजीले जित्नु भएको छ। हैप्पी दशैं। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल अगेन। सो ह्याप्पी दसैँ। आजको दसैँ स्पेसल हो। सो म रेडी पनि भइसकेको छु अनि यता हाम्रो सबैमा नमस्ते, स्वागत छ फेरि हाम्रो ब्लगमा। आज हामी दसैँ मनाउँदैछौँ। दसैँ टिका जमरा थपेर हामी अब सुरुवात गर्दैछौँ। यहाँ सम्पूर्णलाई स्वागत छ। हामीले चाहिँ आज बाहिर सेटअप गरेका छौँ सबै कुराहरू। सो हाम्रो जमरा चाहिँ दिस इज आवर क्युटी पाई जमरा। ओ माई गड, यस्तो राम्रोसँग हुन्छ भनेर त मलाई लागेकै थिएन। एन्ड देन टिका अनि यो बाहिरको सेटअप चाहिँ बाहिर यो सबै आज क्लिन गरेर यता टिका लगाउने भनेर सोचिरहेको छौँ। बदेन हाम्रो अझ स्टिल नै रेडी भएको छैन। सबै बल्ल म रेडी भएर निस्केछु। सो अब एकछिनमा सबै कुरा रेडी हुन्छ। सो दिस इज माई गेट रेडी गाइज। आज चाहिँ मैले साडी लगाएको छु। सो ट्रेडिसनल, अल ट्रेडिसनल। एन्ड देन के एन्ड गोल्डिस अगेन। सो अनि यसले चाहिँ साडी लगाएको छ। कुसुम बहिनी यता देखाउ त खै। यता बहिनीले डिफाइन योर सेल्फ गाइज, डिफाइन योर सेल्फ। सो हामी चाहिँ यसरी रमाइलो गर्दैछौँ। त हाम्रो खानाको लागि चाहिँ फर्स्टमा आज भुजा, यो चाहिँ सलाद, यो चाहिँ मासु, यो चाहिँ टिरामिसु केक। हाम्रो एकदम एक्सपर्ट ब्रोले बनाउनु भएको, म्याडी भाइले बनाउनु भएको टिरामिसु केक हो। यो चाहिँ सेल रोटी हो। SMS क्याटरिङबाट चाहिँ हाम्रो सेल रोटी आएको छ। एन्ड देन हाम्रो अचार, एकदम स्पेसल अचार आएको छ SMSबाट। अनि एकदमै मिठो आलुदम आएको छ। एन्ड देन मैले आज एन्ड देन ओके SMSबाट फेरि यो पनि आएको छ, यो पक्कु। एन्ड देन मैले घरमा बनाएको भनेको आज मैले बनाएको भनेको यो मात्र हो, पुरी क्युटी पाई पुरी रोटी बनाएको मैले दाल बनाइसकेँ। अनि त्यहाँ मैले एउटा बनाएको छु, त्यो पछि देखाउँदा हुन्छ। फलफुलै तप भयो। सो दुर्गा माताले सबैको रक्षा गरून्। अनि यही नै हो। अब हामी खाना पनि स्टार्ट गर्छौँ एकछिन पछाडि। सो अल गुड। दिन गिभिङ दक्षिणा सक्षिणा, तर त्यो कहाँ छ भन्ने कुरा हो। अनि मैले चाहिँ यस्तो गिफ्टहरू ऱ्याप गरेको छु केटाकेटीहरूलाई। दिस इज फर बोइज, ह्याप्पी दसैँ लेखेर। अनि एन्ड द अदर वान इज फर, कहाँ छ अदर वान। अनि अब एउटा त्यस्तै टाइपको चाहिँ केटीहरूलाई छ। सो दिस इज बोइज एन्ड गर्ल्स। अनि दुइटा चाहिँ क्युटी पाइ बेबीहरूको लागि पनि छ। सो आई निड योर हेल्प। यता आउँदा निकालेर बाहिर राखिदिने। सो ओके। एन्ड दिस इज मी अगेन। So this is me, beautiful जोशीजी। शुभम भवतु कल्याणम आरोग्य सुख सम्पदा मम बुद्धि प्रकाशम सिद्धि ज्योति नमस्ते। जय ल जय भगवान्। त्यो चाहिँ क्यान्डल बाहिर राख्नु, बाहिर बालौँला के। ल यो यता छ बेल, यता छ बेल। के नगरे रे, त्यही हो हामी। रसबाट धारा बनाएर वरिपरि चुहाउँछ। किन चुहाउँछ त? गीत जमरा लाइस भइहाल्छ। बाहिर छ घर, यतै छ बुलु।
त्यो फुल यो फुल त्यो पनि फुल हो? राख्दा भइहाल्यो नि होइन फुल पनि त यो सँगसँगै फुल पनि त दिनुपर्छ जमरा टीका मतलब हो कि बच्चा जस्तो छ विदेशमा यस्तै हो क्या यस्तो हुन्छ ठिक छ विदेशमा सबै चिजहरू त्यसैमा ल अब चाहिँ सुरुवात गरौँ ल म ल यार के त जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा रात्रि स्वाहा सोदा नमस्तुते जयन्त्वा देवी चामुण्डे जय भूतार्थी हारिणी जय स्वर्गगते देवी कालरात्रि नमस्तुते दुर्गा भवानीले रक्षा गरून्। जमरा दसैँ तिमीले किन पुछ्या मैले टिका लगाइरहेको छु पुछ्दै थिएँ यार जमरा लगाइदिनुहोस् न राम्रोसँगै यस्तो गरेर मजाले कतापट्टि लाउने यतापट्टि यहाँ लाउने कानमा होइन चल सब कानमा पनि राखिदियो अहिले एकछिनको लागि त त्यो त सधैँको लागि हो नि त भगवान् हामीलाई सोचेको कुराहरू पूर्ण होस् त्यही सुखी हुनु शान्ति हुनु समृद्ध हुनु धेरै नगराउनु त्यही हुनु यो चाहिँ एकदम धेरै नगराउनु सबलाई नसुनाउनु खुट्टामा ढोकिदियो अब सबलाई सुनाएछु नि त मैले खुट्टामा ढोकिदियो अब रोक्दै मलाई खुट्टा देऊ खुट्टा मलाई चाहिँ नपोइकन गाह्रै छ भाइ यसलाई यो साइडमा राखौँ न होइन यो यतापट्टि माया अझै धेरै बढोस् दुईजना बिचमा मैले पनि त्यो मान्नु अर्थ ठिकै छ त्यसो ठ्याक्क तिमी आफै टिका लगाएन जहिले त्यस्तै गर्छ भिनाजी आफै टिका लगाएको छ ए पहिला त आफूले आफूले टिका लगाउनु थाहा पर्छ नि त टिका लाउने बेलामा छैन टिका छ यहाँ गाइजहरू चाहिँ हामी टिकाको पर्खाइमा बसिराख्नु भएको छ सबैजनाहरू तर कस्तो दामी लाइट यता परिरहेको छ कि फेरि हो ह्याप्पी दसैँ मेरो बुढा धन्यवाद ह्याप्पी दसैँ गाइज ह्याप्पी दसैँ सोचेर भन्छु त धन्यवाद। के भन्नु भयो ल आयद्रोस्ते श्रेपुन्दस्रते सम्रागवे ऐश्वर्यं नहिस्ते दंसे प्रतिष्ठपवने मानश्च दुर्योधने ज्ञाने विवेके भवति वर्धन्तं मात्र मात्र आउँछ के बिर्सेँ मैले पनि बिर्सेछु यार ल हजुरले सोचेको पोजिटिभ कुराहरू सबै पुरा होस् नेगेटिभ कुराहरू दिमागमै नआओस् कहिले पनि दुर्गा माताले कल्याण गरौँ दक्षिणा भइरहे यस्तो गरौँ न यसरी भाग्यमा ठुलो मान्छे बन्नु होला भाइ खुट्टामा ढोकिदिनु भएको थियो म त मिठाई खाँदै पछि खानु बिस्तारै आशीर्वाद त्यो खाँदा हुन्छ मिठाई त्यहाँबाट मजाले बिचारा पेनाजुले दिदीलाई यो अलिकति यो म अलिकति चिनी हाल्नुपर्छ यार सिङ्गी भन्दा नि त भएन कि चिनी अथवा ऊ हाल्नु पर्ने दिदी तपाईँ अलिकति राइटतिर जानुहुन्छ भन्छ चाहिँ होइन तपाईँ छेकियो हजुर फोटो एकछिन यसै खिचौँला एकैचोटि होइन एउटा एउटा मात्रै दिने धेरै फोटो लिने यो चाहिँ क्यान्डिडेट सर्टहरू ल्याइदिनु यसरी शक्ति राखिदिनु। माताले दुर्गा माताले कल्याण गरौँ रक्षा गरौँ शक्तिशाली हुनु बलबार मलाई त पेट छ अब त्योभन्दा बढी कति बलियो हिजो पिटै ह्याप्पी दसैँ ल अब यसरी यता बस्नु फोटोको लागि सबैसँग यो एङ्गलमा बस्ने ल ल मुर्किदियो त फोटो त्यसलाई फिलिङ्स आइरहेको छ मलाई त अहिले राम्रो आयो नि फोटो यता विष्णु मङ्गलम गर्नु खोजा मङ्गलाय पुनर्काक्षी बिहेको भन्छ खास मङ्गलाय तनवरी तिम्रो जयन्ती मङ्गला काली भन्छ नि हामी केटीको त रूप हो नि त पुरै जबरजस्ती टच्नु परेछ बुढा बुढीले एकअर्कालाई राम्रो गर्नु होला बुढीले मात्र होइन बुढले भनेको मान्नु आँसु आशीर्वाद भाग्यमानी पनि ठुलो मान्छे बन्नु होला आशीर्वाद म त नेपालको खुलाइसकेँ नि दसैँ हामीहरू त्यो ओके ल तिमी लगाउनु मिल्छ यहाँ के हुँदैन यो अलिकति त्यो म छैन नगर्नु न कपाल बिग्रिन्छ टिका लगाएर टाउको छोप्नुपर्छ त जय भूतार्थी हारिणी जय स्वर्गते देवी कालरात्रि नमस्ते नवदुर्गा माताले तिम्रो रक्षा गरून् अनि खुसी रहनु, सधैँ सुखी रहनु। उसको 5.5 बाट खिच्नुपर्छ अनि सबैलाई माया गरिराख्नु त्यही हो अब आशीर्वाद अनि बुढाले भने टाइम टाइममा मान्नु मै मान्दिनँ टाइम टाइममा मात्र मान्नु
मैले न धेरै मान्नु हुँदैन गणेशको मनको आशीर्वाद दिनु होला ह्याप्पी दसैँ सोनाली कक्षै मङ्गलाय तनमरी भाइले पनि सोचेको मनोकामना पुरा होस् उल्टो मात्र सोच्नु होला उल्टो सोच्नु हुँदैन लाइफमा अरू के हुन्छ आशीर्वाद बुढी भेट्यो चाँडै होस् हजुरको बिहे खान पाइयोस् शर्माजी धेरै तारिफ गर्नुभएको छ तपाईँको यो सधैँ तारिफ रहिरहोस् धन्यवाद लेखेर बुढो ल आयुष भाइ ठुलो मान्छे बन्नु अनि सबै जे आशीर्वाद दिएछ पोजिटिभ सोच्ने लाइफमा मैले मनमनै सबलाई आशीर्वाद दिएको छु नेगेटिभ के चाहिँ रहेछ आशीर्वाद मनमनी के मनमने के दिइरहेछ म भगवती मातालाई र दुर्गा मातालाई चाहिँ एकदम बिहान मैले के भने नि मैले जसलाई पनि टिका लाउँछु जसलाई पनि अक्षता लाउँछु अनि जमरा लाउँछु त्यसको चाहिँ कल्याण होस् त्यसलाई त्यो सुखी होस् त्यो संसारभरि नदिएन भाइ त पैसा दिँदैछ मलाई 50 रुपैयाँदेखि मैले त गरेको छ पछि त्यो पछि त्यो राखेर भाइ ठिक हुन्छ तासमा लोन दिनु होला फेरि भिनाजु चाहिँ बढी आइछ कति बाबा गरी फोटो खिच्यो है डाँडा ढकाउने भयो क्यामेरामा आइरहेको छ बुढा ए सरी बुढी अघिबाट भन्दैछु अनि ह्याप्पी दसैँ भाइ लास्टै भोक लागिसक्यो लड्डु चोरो बाहिर एकदम गर्मी छ म चस्मा लगाउँदैछु ओ माई गड को हो यो यति राम्रो मान्छे यति ब्युटिफुल ओ माई गड हवाई सेसन चलिरहेको छ अब अनि ल रेडी 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 कति यता चाहिँ फोटो सेसन चल्दैछ अब ऊ त्यहाँ लोकेसन पत्ता लाग्यो अरे फोटोको लागि सो ग्यादर यता भएको छ मेरो सो कसको घर हो थाहा छैन घर कसको थाहा छैन होइन भाइ राम्रो आइरहेको छ हो यता पनि के मलाई भोक लागिसक्यो हाम्रो फोटो सेसन सकेको छैन यतातिर गाइज यस्तै छ सिस्टम यस्तै छ हामी चाहिँ अब हाम्रो के भइरहेछ बेबी हाम्रो के भइरहेछ अब हामीहरू के तिमी के गर्दैछौ म सबै खानाको लागि डिस्ट्रिब्युट गर्छु सो एकलट हामी स्न्याक्स नेपाली पाराको स्न्याक्स खाएर तास खेल्छौँ जो मलाई चाहिँ तासै खेल्नु परेछ है फेरि होल दसैँ अब हामीहरू चाहिँ तास खेल्छौँ फाइनली सबैजना बाहिर बसिसकेछ लुक तपाईँकोमा जानुहोस् मेरो ठाउँ त्यहाँ रेडी छ अनि कति वर्षपछि त्यही भएर भाइलाई हाँस उठिरहेको रहेछ त्यही भएर भाइलाई हाँस उठिरहेको रहेछ यो ठिक भइरह के हो यो भइरह के भयो ओ भाइ ह्याप्पी दसैँ के भइरहेको के आएको यो शिवरात्रि स्वाहा नमस्ते जयन्त देवी चामुण्डे जय भूताहारिणी जय स्वर्गगते देवी कालरात्रि सोचेको पुरा यस्तै गर्दै जाने सबलाई ल जमरा चिनी गाई थिएन चिनी हालिन छ दही राखेको दही हालेको भएन यसो काममा राखिन्छ के उल्टा भयो के रमाइलो छ र खै होइन ल मन्त्र पढेको ल भाइ एउटा लड्डु अगाडि प्रसाद दिनु त एउटा कुनै आधा जति एउटा जति फुलै लिने हो नि
कुनै लिने हुने पाएको ह्याप्पी दसैँ भाइ सानो गिफ्ट है काली कपालिनी दुर्गा क्षमा शिवरात्रि ला लुगाभरि लगायो फेरि दसैँको बेलामा त लाउनु पर्यो मेरो बुढाले त उहाँको त चुल्ठीमा राखिदियो भने हुन्छ माता दुर्गाले रक्षा गरून् कल्याण उहाँ चुल्ठीमा राखिदिनु सधैँ सधैँ चुल्ठीमा लेफ्टमा लाउने राइटमा लाउने भाइको त चुल्ठीमा राखिदिनुहुन्छ रबरमा ह्याप्पी दसैँ सबैजना ढोक्दिए दिनुभयो जयन्ती मङ्गला काली भद्रकाली मैले सोचे जस्तो कुरा होस् तर राम्रो मात्रै होइन पहिले बाजेहरूले यस्तो लाउँथ्यो कि बाजेको याद आयो कि मलाई बाजे अब कता राख्ने त हजुरको मनोकामना पुरा होस् राम्रो अनि त्यस पछाडि हाम्रो सानो हाई गाइज ह्याप्पी दसैँ ताकु छाना कसो छ तिमीले के लगाएको हो र आज वाइ नट फोटो वाइ नट फोटो वाइ नट कोकोनट जान्दै बहिनी शिवा छाना यता छाना यता हो छाना हेलो ल जाँदै लेट्स गो हुँदैन ल यता घरको मान्छेहरूलाई हामीले चिन्दैन ल यो ट्याक्क बियर टक्क हानिदिनु त एउटा बियर ठोकिदिनु त यसरी क्यामेरामा राम्रो टिप्स दिनु न अब थ्याङ्क राम्रो टिप्स केटा हो अहिलेदेखि पैसा बचाऊ है पछि रिग्रेट हुन्छ ल केटा चाहिँ यो होइन मैले पहिले चियर्स अहिले भन्छु कि एउटा सिडनी बस्नु पैसा बचाउनुपर्छ यो 10 सेन्ट हो हाम्रो सेभिङ्स यहाँ हामी यो छ अहिले सेभिङ्स गर्यो भने पछि तिमीले यार त्यो एकजना त्यो दाइले राख्यो सही रहेछ भनिदिनु के भन्दैछ अरे हामी सेभिङ त गर्नुपर्छ यार सेभिङ्स किन गरेर यस्तो दाम अलि सस्तो खाऊ न त्यो कहाँ 200 300 दाम अनि त दाइ ल के छ चियर्स चियर्स ठिक छ भाइ Cheers. हामी यहाँ बच्चालाई चाहिँ टिका लगाउन कोसिस गर्छ तर तिम्रो आफै हल्लिन्छ तिम्रो यस्तो त्यो हुँदैन गेमबाट आफै चाहिँ मुभ भएर यस्तरी गर्ने हो क्या यस्तरी गरेपछि अब मेरो प्रोपर देखिरहेको क्या यस्तो स्टेबलाइजेसन हुन्छ यो आफै हल्लिन्छ क्या मैले यस्तो गऱ्यो भने पनि यो यस्तो भएर बसिदिन्छ क्या होइन यो हल्लिँदैन हाम्रो क्यामेरा त खतरा हाम्रो क्यामेरा त अहिले राम्रो भयो नि त त्यो त्यस्तो फर्मेलिटी गर्नुपर्छ है लगाउनु टिका लगाउनु टिका जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवरात्रि स्वाहा सदा नमस्ते चामुण्डे जय भूतार्थी हारिणी जय स्वर्गते देवी कालरात्रि नमस्ते यो भगवान रक्षा गर्नु होला सरस्वतीले पार्वतीले दुर्गा माताले एकदम मन चाहिँ स्थिर राख्नु आन्टीतिर लाग्छ नि त अरू त्यसलाई अब के भन्न सकिँदैन भगवान्ले सब्जेक्ट दिनु भगवान्ले दिनु अनि के मैले त मेरो बहिनीहरूलाई राखेको छु अन्तिम बहिनी नानी खेल्नु दिउँ अलि फेरि तिमीलाई शक्ति दिउन् धन दिउन् सबैले मानोस् तिम्रो बच्चाहरूले मानु होइन टेबलमा राख्दैछ न टेबलमा भगवान्ले दिलाउनु जमरा
यस्तै सम्बन्ध बनिरहेको नमस्कार दिदी धन्यवाद धन्यवाद जबरजस्ती बहिनी यो सानो के पनि छैन माथि धेरै त्यो त्यो पैसा दिन नसकेर हुँदैन जयन्ती एकदम मनज्ञ धन कमाउनु होइन सबैलाई माया गर्नु जयको चिट्टै भिजा लागोस् जयको फोन उठाइहाल्नु तिमी बहिनीको क्लिप छ क्लिपमा राख्छु नि राख्छु नानी बाबु लेखेको छ मैले नानी बाबुले लगाउने बेबी तिम्रो जय भूता तिहार नि जय स्वर्ग देवी काल रात नमस्ते के बनाएको छ ये छाना दिस इज फर यू छानाको ओपन नगर्नु छाना बेबीको गाइस यहाँ के भइरहेछ व्हाट इज दिस ओ माय गॉड वार्नर ग्लेन दिस इज कॉल्ड दसैँ धन्यवाद धन्यवाद उहाँ चाहिँ टिरामिसु मैले अघि नै भन्छ हजुर इन्ट्रोडक्सन दिइसकेको छु टिरामिसुबाट इन्ट्रोडक्सन हुन्छ क्या उहाँ चाहिँ म्याडी भाइ हाम्रो कहिले झर ओ माई गड दिस इज के अरे सर कति लिटर 3 लिटर्सको दामी दामी सरप्राइज ल यो त हामीले प्राइज छ भट्टजीले जित्नु भएको छ